नमस्ते सबैजनालाई। हामी चाहिँ ड्युटी छुट्टी भएर है रुम फर्किँदै गरेको। अनि यता साग पाउँछ अरे, हेर्नु न। अनि हामी यता साग टिप्न आएको। वाउ, कस्तो दामी घाम सिन छ है। अनि अब मलाई त्यस्तो धेरै बोल्नु चाहिँ आउँदैन। हामी साग टिप्न आएको, हेर्नु न कस्तो राम्रो घाँस के। म यो गाउँ घरमा भएको भए म यो घाँसहरू काटेर यस्तो बनाउँथे नि, यस्तो वस्तु पाल्थे नि। आमा यस्तो राम्रो छ, तपाईँहरू पनि हेर्नु है। साथीहरू चाहिँ जाँदैछ साग टिप्नलाई। हामी हेर्नु न, यस्तो राम्रो घाँस के हो। त्यो यस्तो पानी पर्यो भने पाउँछ, नभए पाउँदैन। हेर्नु न, वाउ कस्तो राम्रो घाँस। यस्तो हो नि त। म चाहिँ विदेश बसेको जस्तो पनि लाग्दैन के। पुरै हामी बसेको चाहिँ गाउँ साइड छ क्या। उहाँ मेरो साथीहरू चाहिँ हेर्नु न, के अरे साग खोज्नु गएको। हामीलाई के भन्छ होला, यी ड्युटीबाट आएको मान्छेहरू रुम जानुपर्ने ठाउँमा त हामी त पुरा बारी बारी साग। यता चाहिँ पुरा होस्टेल हो है। यता मेरो साथीको होस्टेल हो, मेरो चाहिँ यता छ। म पछि तपाईँहरूलाई देखाउँछु। हेर्नु न, वाउ मेरो साथीहरू के भन्दैछ, उहाँ भ्लग बनाउने मान्छे यतातिर आउनु भन्दैछ। मैले चाहिँ भर्खर, मलाई त अरूभन्दा नि घाँस देखेर चाहिँ लोभ लाग्यो क्या, घाँस देखेर। अनि साग चाहिँ म त साग चिन्दिनँ। साग हेर्नु, साग यहाँ मेरो दिदीले साग टिप्दै हुनुहुन्छ। खोइ कुन साग रे, तोरीको साग होइन, मुलाको। हे मुलाको जस्तो हो कि अहिले हामी लगेर धेरै। अनि यता बहिनी छ। अनि हेर्नु न, साग होइन यो मलाई पनि साग हो जस्तो लागेन। यो चाहिँ मेरो बहिनी हो। बहिनी साग रात परिसकेमा हामीलाई मार्छ। कता छ बाटो।